अब चाहिँ यहाँबाट एफजी ट्रेक यहाँबाट हो अन्नपूर्ण बेस क्याम्प ट्रेक यहाँदेखि सुरु भयो माथि यसो गरेर झ्याप्पै अन्नपूर्ण पनि देखिरहेको छ हामी चाहिँ यहाँबाट गान्तोकको क्याम्प गेट पुग्यो यहाँबाट चट्ट गएर गान्तोक छिरियो हामी गान्तोक आइपुग्यो है गान्तोक आइपुग्यो हामी गान्तोकबाट चाहिँ एबिसी लाग्यो अब यो बाट हिँडेर त्यता माथि यो कुनामा पुग्नुपर्छ 2 दिनको ट्रेक छ बस सुरु गऱ्यो हामीले यहाँबाट फेरि बाटो सुरु भयो लेफ्ट राइट यहाँबाट यो पुल यहाँबाट यो पुल हेर्दै यसरी कच्चा रहेछ हुन्छ पुलहरू कच्चामा यसो गऱ्यो चाहिँ झिनो पुग्यो हामी ल हामी चाहिँ हिँड्दै यो बेमोमा बास बसेर अब भ्यान दोबन पुग्यो 2500 दोबन पुग्यो है अब आज हाम्रो यात्रा भनेको एबिसी होला हेरौँ अब कहाँसम्म पुग्छ हामी चाहिँ हिमालयबाट 1 घन्टा 20 मिनटमा ठ्याक्क देउडाली पुग्यो देउडाली 3200 मिटर हाइट छ यहाँको एल्टिट्युड चाहिँ रेडी गर्यो ओ बिस्तारै हिँड्नु न ओ साथी पानी पर्दैछ है नै हो फाइनली हामी एमबिसीमा आइपुग्यो एमबिसी भने चाहिँ माछाबजार बेस क्याम्प छ हो यो चाहिँ माछाबजार बेस क्याम्प आज हाम्रो बास यहीँ हो माछाबजार बेस क्याम्प एमबिसीमा छ बेलुका 6 बजीको यस्तो छ है हजुर माछाबजारको ठ्याक्कै बिस्केमा छु म अहिले खुल्दिया ओ फाइनली हामी चाहिँ अन्नपूर्ण बेस क्याम्प आइपुग्यो यो चाहिँ वेलकम टु अन्नपूर्ण बेस क्याम्प 4130 किलोमिटर हाई है नमस्ते हे आज हामी चाहिँ अन्नपूर्णको काखैमा आइपुग्यो है अब यो हेर्नुहोस् त भन्नु मिल्दैन होला सर काखैमा हो नि हेर्नु नि तर है के भन्छ यो वरिपरि पुरा हिमाल छ अब यता हेर्नु चाहिँ अब चाहिँ यताबाट अब यो के भन्छ हिमचुली यो त है